प्रधानमन्त्रीले आएर रोस्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन हामीले भनिएको छ। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ, उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ। स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने चाहिँ आन्दोलन अगाडि बढ्छ। यो मैले अहिले भने अब लामो हुन्छ, मलाई समय छैन है। म बडो यो पटक पनि बडो चिन्तित र दुखित पनि छु। टीआरसी को लागि भनेर पटक पटक प्रधानमन्त्रीजीले खबर गर्नुभयो। मैले ठिकै छ, टीआरसी को लागि त हामी सबैको साझा चासोको विषय हो, देशकै आवश्यकताको विषय पनि हो भनेर म गएँ। कुलमानजीको विषयमा हामीले पटक पटक सार्वजनिक रूपमै भनेका थियौँ। अब 4-5 महिनापछि उहाँको समय सिद्धिँदैछ। बेकारमा जनमत पनि चाहिँ कुलमानजीको पक्षमा छ। उहाँले गरेको पनि राम्रो काम हो। उहाँलाई पुरस्कृत गर्नुपर्ने मान्छेलाई अपमानित गर्न हुँदैन भनिएकै थियो। तर त्यो दिन म गएको दिन एक शब्द त्यो विषयमा कसैले चर्चा गरेको पनि होइन। बिल्कुल टीआरसी को बारेमा मात्रै कुरा भयो। त्यसमा समझदारी बनेपछि म उठेर हिँडे। त्यो भन्दा बढी कहीँ कतै कसैले एक शब्द उच्चारण गरेको पनि होइन। तर म निक्लिने, सुन्नु न, म निक्लिने बित्तिकै मन्त्री परिषद बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने यो फेरि एकचोटि निकै ठुलो जालझेल भएको जस्तो महसुस मलाई भयो। छल गरे 1-2 दिन पर्खे पनि हुन्थ्यो। म चाहिँ सिंहदरबार गएर टीआरसी बारे टुङ्गियाको लगत्तै गर्नुपर्ने त केही बाध्यता त थिएन। त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो। एउटा कुरा सुन्नुहोस् है, एउटा कुरा। अर्को कुरा, त्यही दिन तुरुन्तै राप्रपाको ज्ञानबहादुर शाही लगायतले भने ल प्रचण्डले टीआरसीसँग कुलमान साट्यो। यो भन्दा झुटो, यो भन्दा बेइमानीपूर्ण र अपराधिक प्रचार केही हुन सक्छ? मलाई त यो सबै देखेर यति दुखी म भएको छु। तपाईँ पत्रकार साथीहरूले नि अब त बुझिसक्नु भयो होला, सत्यको पक्षमा बोलिदिनु होला।